ओके, नमस्ते फ्रेन्डहरू। आज फेरि एउटा नयाँ भिडियो लिएर चाहिँ तपाईँहरू समक्ष आइपुगेको छु होइन। सो यस हामीलाई थाहा छ कि बर्खा लागिसकेको छ, प्रपर मनसुन सुरु भइसकेको छ होइन। बर्खा लागे सँगसँगै हामी किवी किसानहरूलाई चाहिँ एउटा दुइटा चुनौतीहरू पनि आउँछ होइन। सो चुनौती चाहिँ के हुँदछ भन्दाखेरि चाहिँ स्पेसल्ली किवीमा चाहिँ अत्याधिक वर्षा हुनाले र किवीको चाहिँ यो जराको भाग वरिपरि चाहिँ पानी जम्यो भने चाहिँ एक किसिमको रोग लाग्छ जसलाई हामी रुट रट भन्छौँ। सो रुट रट भनेको के हो भन्दाखेरि चाहिँ अत्याधिक पानी जरामा बस्नाले अथवा पानी जम्नाले के हुन्छ त बोटहरू पहेँलिँदै जान्छ, जराहरू कुहिन्छ, सड्छ, एक किसिमको गन्ध आउँछ र अन्तत बोट के हुन्छ त मर्छ। सो यसलाई नै हामी रुट रट भन्दछौँ होइन। सो यो रुट रट हुने प्रमुख कारण भनेको चाहिँ एउटा त के भयो त अत्याधिक मात्रामा चाहिँ यसको जरामा चाहिँ पानी जम्नु, त्यो एउटा मुख्य कारण भयो। अर्को भनेको चाहिँ बर्खा लागिसकेपछि समयमै हामीले पानीको निकास गराउन नसक्दा पनि पानी जम्दछ र यो रोग लाग्छ होइन। सो हामीले चाहिँ के गर्नुपर्दछ त रोकथामको लागि चाहिँ समयमा चाहिँ पानीको निकास चाहिँ एकदमै मिलाउनु पर्छ हामीले होइन। सँगसँगै के हुन्छ त यसको सुरुवाती चरणमा चाहिँ हामीले चाहिँ ट्राइकोडर्मा जस्ता चाहिँ ढुसीजन्य फङ्गिसाइडहरू चाहिँ हामीले के गर्नुपर्छ त यसलाई समयमा चाहिँ दिनुपर्दछ भनौँ न। सो यसरी चाहिँ हामीले चाहिँ रुट रट जस्ता समस्याबाट चाहिँ हामीले आफूले आफूलाई र आफ्नो बोट बिरुवालाई चाहिँ जोगाउन सक्दछौँ। धन्यवाद।